चाहिँ कस्तो खालको मान्छे हो भने हेर्नुहोस् है, म वचनको पक्का मान्छे हो। मैले तितो बोल्छु होला कहिलेकाहीँ, कसैले मेरो बोली मन नपराउन सक्छन्, तर म वचनभन्दा बाहिर जान्न। मलाई पनि भोलि पनि पार्टीभित्र केही निर्णय लिन थाल्यो भने आगाआगी बोलेरै अगाडि राखेरै जाने हो। मलाई त्यो खुसु गर्ने बानी छैन। मलाई त्यतिखेर चुनाव लडाऊ भनेर मैले फोन गरे होइन राष्ट्रसभा सभापतिज्यूलाई। उहाँले मलाई फोन गरेपछि हामीले उम्मेदवारी दर्ता गरेर मैले पनि कतिखेर थाहा पाएँ भने उम्मेदवारी दर्ता गराएर बाहिर निस्किसकेपछि अनि म सिधा भन्न चाहन्छु, त्यहाँ हाम्रो मनोज सत्याल भन्ने हुनुहुन्छ सेतो पार्टीको पत्रकार, उहाँ मित्र आएर ठक्क मलाई च्याप्पै रोक्नुभयो। मैले उम्मेदवारी दर्ता गराएर निस्किएको थिएँ भर्खर काठघर भित्रै। के हो तपाईँ सभापतिजीले यहाँ भन्नुभएको छ भनेर दर्ता गराउनु भयो? खै त कविन्द बुर्लाकोटीहरू त उतापट्टि आउनु भएको छ त मान्यज्यूहरू भनेर भन्नुभयो। हो र भनेर मैले सोधेँ क्या, त्यो कानमा यसो गरे भिडियो आइरहेछ नि, जो उहाँले कानमा त्यही भन्नुभएको थियो क्या मलाई। यसो पछाडि फर्केर हेरेको त साँच्चै कविन्द बुर्लाकोटी आउनु भएको छ। म त छाँबाट खसी जस्तो भएँ। त्यो भावनाले त्यो एउटा त्यति मात्र थिएन, अर्को कुरा पनि के थियो भने इमान्दारिताको कुरा थियो। म रविजीको बाध्यता बुझ्छु, रवि लामिछानेजीको बाध्यता रहेछ पार्टीभित्र, त्यो महसुस गरेँ मैले। सबै खास राष्ट्रपाको पार्टीको साँचो ब्यालेन्स छ त्यो त उनीहरूले आफैले जानुन्, तर पार्टीभित्र निर्णय त उहाँकै प्रिभेल भयो त्यसकारण। अनि किनभने पार्टी सभापतिले नै दिएको वचन कार्यान्वयन हुँदैन भने सभापतिमाथि चुनौती रहेछ, त्यो महसुस चाहिँ मैले गरेँ। फेरि तर हाँसो लाग्छ कहिले सामाजिक सञ्जाल हेर्छु, कुरा गर्ने रविजी र म हामी दुइटाले काहीँ पनि त्यो स्टेटमेन्ट दिएको छैनौँ होइन। मैले फोन गरेर भन्नुभयो, रविजीले स्वीकार पनि गरिसक्नु, कहिलेकाहीँ त्यस्तो हुन्छ भनिसक्नुभयो। त्यसमा मैले त्यो ठुलो आपत्ति पनि छैन, बिचरा उहाँ बाध्यतामा पर्नुभयो, त्यो कुरा मैले बुझेँ। फेरि म शुभचिन्तक हो रविजीको, चाहे भोलि यो देशको प्रधानमन्त्री अरू कोही भए पनि, उनकै पार्टीबाट जोसुकै भए पनि त्यो प्रधानमन्त्रीसँग गर्ने सम्बन्ध र रविजीसँग सम्बन्ध मेरो फरक छ। हामी व्यक्तिगत सम्बन्धसँग जोडिया।